रातिको यहाँ 2 बजी चाहिँ म भागेर यहाँ छतमा आएको छु। 3जना केटाहरूले रुम माग्यो होइन। अनि ठिकै छ, 3जना छ, एउटा रुम दिन्छु भनेर कुरा गरेर बात गर्यो। अनि फर्म सम फिलअप गरेर कति 7जना आयो। 7जनामा एलाउड छैन भनेर रुम दिनु खोजेन हो। रेजिस्टरहरू सबै फाडफुड गरेर लिफ्टलाई लात्ताले हिर्काएर होइन बन्द गर्दैछ। अनि त्यो पनि अहिले यहाँ भागेर आएको छु म। सरसित पनि के झगडा पर्यो, के अब खराबहरू कस्तो कस्तोहरू कुरा गर्दै थिएँ कि। अनि म चाहिँ यहाँ छतमा छु होइन। अब यहाँ दैलो अब तिनीहरूलाई थाहा छैन कि मुनि गयो कि माथि गयो भनेर होइन। दैलो चाहिँ यहाँ खुल्लै राखेको छु कि मैले। अनि अहिले आयो भने बन्द गरिदिन्छु। अनि जबरजस्ती अब यस्तो लफडा मार्छु र काट्छु भन्ने मातेर आएको छ। कस्तो कुरा गर्दैछ कि मार्छु काट्छु दिएन भने यो त्यो भनिरहेछ। अनि होइन अब क्यामेरामा सबै रेकर्ड भएको छ। भोलि चाहिँ अब कुरा हुन्छ, सरले के गर्छ कसो गर्छ होइन। अहिले चाहिँ यहाँ अँध्यारोमा अब मैले मोबाइलको लाइट बालेर तपाईँहरूलाई चाहिँ एउटा सानो भिडियो बनाइदिएको। एकदम बाहिर देशमा चाहिँ अब सम्हालेर बस्ने जति पनि मान्छेहरू छ होइन, जति पनि बाहिरतिर काम गरेछ लोकल मान्छेहरूसित एकदम नभिडिनु, एकदम हामाहा नमिलाउनु होला। अनि मैले त्यही अब हाँको मैले त भनिदिएको, किनकि अब त्यो सरले अब तिनीहरूलाई दिनु नि मेरो सेलेरीबाट काट्नु हो। अब जे सरले भनेछ त्यो त गर्नै पर्यो होइन, फलो गर्नै पर्यो। अब त्यो सरको तिनीहरूसित डराएर सरले नि भन्दै थियो यस्तोमा डराउँछ धम्काउँछ, त्यस्तोमा नडराउनु दो, एकदम मुटु दोहोरो गरेर बस्नु यस्तो त पनि भनेको थियो। तर फाइनली अब यस्तो चाहिँ कुरा भइहाल्यो कि अहिले आज चाहिँ यस्तो मसित भयो। त्यो नि सुत्नु आँटेको थियो, 2 बजी भयो, अब 1:30 बजिसकेको थियो। अब यसो सुत्नु पऱ्यो, कस्टमर आउँदैन होला भनेर चाहिँ एकदम सुतेको मात्रै थियो। त्यस्तै आयो होइन, 3जना आयो। 3जना हामी रुम लिने बस्ने यस्तो हेनतेन भन्यो। पहिला 4जना भन्यो, अनि 3जना ठिकै छ, 1जना जान्छ, हामी 3जना बस्छ भने त्यहाँबाट त 7जना पो आउँछ त एकैचोटि गाडा ग्रुप। एउटा रुममा अब 2जना एलाउड छ, 2जना दिनु उता माथि एलाउडै छैन होइन। खतरा लफडा भएको नि।